नमस्ते सबैलाई है। म चाहिँ एकदमै चिसो ठाउँमा आएको छु होइन। कहाँ आएको छु भने एकदमै चिसो अनि सुन्दर अनि राम्रो ठाउँमा म आएको छु। कहाँ भन्नुहुन्छ भने बागलुङ जिल्लाको ढोरपाटन र मेघरी जिल्लाको बिचमा एउटा एकदम राम्रो सुन्दर ठाउँ छ है। त्यहाँ चाहिँ म आएको छु। म देखाउन चाहन्छु अर्को ठाउँ चाहिँ पानी उमालेर सबैले लरे बिउ आरामसे छर्नु है सबैले लरे तर यसमा गाडिन्छ भनेको त बालु हालेर छ क्या। तिनीहरू हुन्छ तिनीहरू उठाबाट गएछन् कि के रहेछ र उठाबाट गयो कि गएर आएन त तिनीहरू त सोलेबाट गयो कि उता बागलुङबाट आएका होइन होइन बिजुली बसेको तिनीहरूको ठाउँ मान्छे फोनबाट त हरेक गाउँ खाना बसेर ठाउँ खाना बनाउँछ। अर्डर गरेर आएको यहाँबाट घुम्दै गएर गप्पा खानुहुन्छ आमा ठाउँ त ल एकछिन यहाँ बसौँ त ल। अँगालो मारे को छ मसँग? ल अँगालो मारे ओ भैँसी आउँछ छैन अब क्या आफै जान्छ र आफै बस्छ त कोही छ भने हात उठाऊ कोही छैन भने बिचरा यही ठाउँमा घुमेला मऱ्यो सक्यो। कस्तो राम्रो ठाउँ छ तर लिन र जान अहिले त गाडी आयो। अब ड्राइभर यता बाटो आने ड्राइभर यता चल्ने कि म नि त्यही ठिक हुन्छ होइन। जुनी राजा गइसक्यो मसँगै चर क्या म माथि चर ए बरु मान्छे मऱ्यो होइन होइन उसलाई ऊ चलाएको छेउमा कसो खोलामा पनि चलाउनु कसरी चलाउँछ नि के होइन कि आगो ओऱ्याएर मान्छे छ नि मान्छे छ घाटमा खोलामा मान्छे नै हो नि अनि फेरि पारी लाने रहेछन् कि यताबाट लिएर होइन उठाएको मान्छे रहेछ नि मान्छे गरेर आउँछ नि होइन। यहाँ उपनगरपालिका भनेर घोषणा गरेको छ अरे उपनगरपालिका उपनगरपालिकामा अब भने जस्तो अझ त्यहाँ त्योहरू अझै भएन कि हजुर यो जुवानो यो दाना खुवाउने कि
होला भाइ यो ग्राउन्ड कति टाइम लाग्छ 15 मिनट अझै ग्राउन्ड अनि टुङत्रङ्गा देश विकासको लागि मान्छेहरू काम गरिरहेको छन् अब पानी आयो करे अन्त क्या गर्छौ त देख्यौ नामसारी गऱ्यो होला नि यहाँ प्रसिद्ध यहाँ त राम्रै कुरा बान्नु लागेको पो भाउजू जग्गा कब्जा गरेको घर राम्रै रहेछ ए पारी रहेछ नि त ठाउँ नि गाउँ हेर्नु यो भएर पो रहेछ त उडाबाट आएर ल्याएर रहेछ कि होइन ए बुहारी